साथीहरू हामी चाहिँ अहिले गोदावरीको यो मन्दिर दर्शन गरेर हामी अगाडि बढिरहेको छौँ। अब गोदावरीदेखि हामी यो गोदावरी बस पार्कसम्मको यात्रा अगाडि बढिरहेछौँ। यहाँनिर चाहिँ अब यस्तै छ होइन, अब बाटोहरू नि राम्रो छ गाइजहरू होइन। अनि त्यसपछि रियान्स पनि गएको थियो होइन, कस्तो भयो, रमाइलो भयो नि होइन? रमाइलो भयो। बवाल रमाइलो भयो नि है। अनि माथि हामी कहाँ गएको अरे भन त अस्ति? गोदावरी फुलचोकीको डाँडामा। फुलचोकीको डाँडामा गएको थियो। गोदावरी हुँदै हामी फुलचोकीको डाँडा पनि गएको थियो होइन। गोदावरी पनि गएको थियो हामी, अनि फुलचोकी डाँडामा पनि गएको थियो। तर फुलचोकीको डाँडामा जाँदा जाँदै गोदावरी पनि देखो। अनि हामी रुकी पनि गएको थियौँ। अनि तिमी सानो हुँदाखेरि होइन रियान्स, तिमी 3 वर्ष कि 4 वर्ष हुँदाखेरि होइन हामी गोदावरी गएको थियौँ कि। अनि मम्मीले न्यु खोजेर जाम घुम्न जाम भनेर होइन। अनि तिमीलाई सानो बेलामा बोकेर आमा कसरी बोकेर लगेको हामीले गोदावरीको त्यो फोटो पनि तिम्रो यसमा हालिदिन्छु अहिले पछि है। म त्यहाँनिर फेसबुकमा होला त्यहाँनिर हालिदिन्छु गाइजहरू होइन। देस् यही हो गोदावरीको जङ्गल बबाल छ। अब हामी अर्कोचोटि चाहिँ त्यो भित्रको गार्डन सार्डन पनि देखाउने नै छौँ। अहिलेलाई चाहिँ हाम्रो यात्रा यसरी नै अगाडि बढ्यो। जस हामी माथि गयो, फुलचोकीको डाँडा पनि बबाल रमाइलो भयो होइन। अब फुलचोकीको डाँडाको भ्लग चाहिँ अर्को भिडियोमा आउँदैछ। अहिले चाहिँ हामीले सर्टकट यो भिडियो हालिदिएको छौँ। अब हामी चाहिँ यहाँ बस पार्क हुँदै हाम्रो यात्रा अगाडि बढिरहेको छ। वेदरले पनि साथ दिएको छैन, झन्डै पानी पनि छिटाइसकेको छ हल्का। अन्ततिर त पानी पनि परेको छ होला सायद होइन। बबाल रमाइलो भयो गाइज होइन। त्यही हो, अब त्यही हो, हाम्रो छोरा मेरो बुढी पनि सँगै गएको थियौँ। अनि मेरो साथी उसको फ्यामिली पनि गएको थियो। जस बबाल रमाइलो भयो, सोचेको भन्दा रमाइलो भयो होइन। पानी खासै दिउँसो परेन, माथि अब बबाल हावाहुरी लाग्दो रहेछ होइन। फुलचोकीको डाँडामा जङ्गलै लगभग 1 घन्टाको यात्रा लाग्दो रहेछ होइन। गोदावरी बस पार्कबाट लगभग 1 घन्टाको यात्रा गरेर हामी ठ्याक्कै माथि डाँडामा पुग्यौँ। बाटो चाहिँ अब अफरोड छ। अब त्यस्तो साह्रो अफरोडिङ गर्नु नसक्ने मान्छेहरूलाई चाहिँ नजाँदा नै हुन्छ भन्छु होइन, सजेसन दिन्छु। जस बेस्ट छ, बवाल छ होइन गाइजहरू। यस्तै हो, अब रमाइलो भयो, बवाल रमाइलो भयो होइन। अनि त्यसपछि अब हामी चाहिँ अब अहिले चाहिँ यहाँ बस पार्क के अरे गोदावरी बस पार्क आइसक्यौँ। गोदावरी बस पार्क आइसक्यो। अब हाम्रो यात्रा अगाडि बढिरहेको छ गाइजहरू।